2082 साल असारको पहिलो सातातिरको कुरा हो। जति बेला दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डार फेला परेको थियो। 2078 वैशाख 28 गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य 4013 मिटर गहिराईमा पुर्याइएपछि मिथेन ग्यास पाइएको थियो। सङ्कलित नमुनाको परीक्षणमा 1 अर्ब 12 करोड घन मिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको थियो। यो जम्मा 4वटा सम्भावित कुवा मध्ये पहिलो कुइकानको मात्रै प्रारम्भिक नतिजा हो। बाँकी 3 कुइकानको प्रारम्भिक अनुमान अनुसार जलजले क्षेत्रमै कुल 430 अर्ब घन मिटर ग्यास हुने प्रक्षेपण गरिएको छ। यसले करिब 50 वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने बताइएको थियो। सन् 2019 मा नेपाल र चीन बीचको सम्झौतापछि सुरु भएको यो परियोजना अन्तर्गत पहिलो ड्रिलिङबाट 1 अर्ब 12 करोड घन मिटर मिथेन ग्यास पुष्टि भएको हो। समग्रमा 430 अर्ब घन मिटर ग्यासको प्रक्षेपण छ। अन्वेषणले व्यावसायिक उत्पादनको सम्भावना र आर्थिक लाभका लागि विस्तृत परीक्षणपछि सन् 2025 सम्म अन्तिम प्रतिवेदन आउने भनिएको थियो, जसले स्वदेशी ऊर्जा उत्पादनको विशाल ढोका खुल्ने आशा जगाएको बताइएको थियो। तर सन् 2026 को मार्च पनि अन्तिम भइसक्दा र खाडी युद्धले ग्यास लगायत पेट्रोलियम पदार्थको हाहाकार भइरहँदा पनि दैलेखको मिथेन ग्यासको व्यावसायिक उत्पादनमा राज्य कुम्भकर्ण चाहिँ निदाइरहेको छ। यस विषयमा हामीले उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण कोवरसँग जिज्ञासा राख्दा उनी G2G मोडलमा व्यावसायिक उत्पादन गर्ने गरी प्रस्ताव पठाइएको बताउँछन्। चीन सरकारको वाणिज्य मन्त्रालयमा प्रस्ताव पठाइए पनि त्यसको जवाफ नआएको सूचना अधिकारी कुँवरको जवाब छ। यसै विषयमा रहेर हामीले पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलसँग पनि प्रश्न गरेका छौँ। हाम्रो प्रश्नमा सूचना अधिकारी प्रकाश लुइटेलले दैनिक परीक्षण उत्पादनको काम भइरहेको टिभी टुडेसँगको फोन संवादमा बताए। परीक्षण प्रतिवेदन चिनिया सरकारलाई पठाएकामा त्यसको जवाफ नआएको लुइटेल भन्छन्। दैलेखको मिथेन ग्यासको सफल उत्खननपछि यसको व्यावसायिक उत्पादनको विषय निकै महत्त्व हुन्छ। सफल उत्खनन भएको पनि 10 महिना पुरापुर हुँदैछ, तर यसको लागि सरकारले कूटनीतिक पहल नगरेको जानकारहरू बताउँछन्। खाडी युद्धका कारण देशैभर हाहाकार छ, तर दैलेखको ग्यासको व्यावसायिक उत्पादन गर्ने विषयमा चिनिया सरकारसँग कूटनीतिक पहल गर्न सरकार झुकिरहेको छ। वर्षौनी 56 अर्ब ग्यासकै लागि नेपाली मुद्रा बाहिरिरहेको सन्दर्भमा ग्यासलाई प्रयोगमा ल्याउनु पर्ने हो, तर अहिलेसम्मको सरकारी ढिला सुस्तीमा भूराजनीतिक प्रभाव र प्रभुत्वको असर हुन सक्ने परराष्ट्रका जानकारहरूको भनाइ छ। तत्कालीन ओली सरकारको पालामा नेपाल र चीन बीच 2019 मा भएको G2G सम्झौतापछि यो काम सुरु गरिएको थियो। नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा 45 रोपनी सरकारी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरेको हो। यो अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो। तत्कालीन समयमा प्राप्त भएको प्रतिवेदन प्रारम्भिक हो। ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझै विस्तृत परीक्षणपछि चिनिया कम्पनीले सन् 2025 डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिनुपर्ने